Hello everyone, welcome to our new vlog. आज चाहिँ हामी where are we? We are at Ellora Jaws Conservation Area, Which is 35 minutes from our home Kitchener. Mainly it's a hiking area, tubing, picnic area. Hike गर्न मन लाग्ने भएर hike मा आयौं. Probably this will be our last hike for this summer. अब बिदा भएको बेलामा आज हाम्रो थ्याङ्क्सगिभिङ पनि छ क्यानाडामा. पब्लिक होलिडे बिदा छ. बिदा उठ्यौं हैन. खाजा खाएर अनि यसो हिँडौं भनेर इल्लोरा आइपुग्यौं. हामी हाइकिङ ट्रेललाई जाँदै छौं. लेट्स सी कस्तो छ. कुनै ठाउँ चाहिँ धेरै ओभर हाइप्ड हुन्छ अनि गएर के छ भने केही हुँदैन. अनि कुनै ठाउँ चाहिँ फेरि केही छैन रमाइलै होला भन्यो भने फेरि दामी हुन्छ. के छ हैन त. See you guys. अहिले चाहिँ फल सिजन भएर फल कलर हुने भएर लाइक ट्रिजहरु कलरफुल हुन्छ. Orange, red, brown, Brown. green, yellow सबै मिक्स अप हुन्छ. त्यही भएर सिजनको नामै फल के हैन. सबै त्यो पातहरु सुकेर झर्छ. यस्तो चाहिँ खाली युएस र क्यानाडामा मात्र हुन्छ होला है. अब हामी क्यानाडामा छौं. हामीलाई क्यानाडाको थाहा छ हैन. नेपालहरुतिर हुँदैन नि. अब सिजन चेन्ज हुनलाई क्या यस्तो पुरै लिभ्सहरु चेन्ज हुने भनेर. आज त दिन चिसो छ. 16 डिग्री क्या. 16 डिग्री हावा चलिरहेछ. म चाहिँ हुक सुक पुरै लाएको छु. सोनीको ड्रेस अप चाहिँ क्यूट. अहिले चिसो भयो भने अनि हैन क्यूट. हिँडेपछि गर्नु हुन्छ नि त. त्यही भएर के मैले अपडेट. पानी छिट्दैन हो. स्टार्ट अफ द भ्लग, स्टार्ट अफ द जर्नी. अनि त्यसपछि पानी पर्यो. पानी अलिअलि छिटाइरहेछ. नयाँ नौलो होइन. दिस इज क्यानाडा. एनिथिङ क्यान ह्यापन. वी कान्ट प्रेडिक्ट द वेदर. पानी चाहिँ छिम छिटाइरहेछ. तै पनि हेर्दै जाऊँ के छ. रुच्दै घुम्दै भयो घुमौँ होइन. ठाउँ चाहिँ स्पेसियली ट्युबिङको लागि एकदमै राम्रो ठाउँ हो. दे गिभ अ ट्युब, लाइफ ज्याकेट. त्यसपछि ट्युबमा बसेर रिभरमा फ्लोट गर्दै जाने. त्यति रिस्की नै हुन्छ किनभने वाटर अलिकति फ्लो अलि हाई भएको बेला चाहिँ टाइड्सहरु अलि हाई भएको बेला चाहिँ रिस्की नै हुन्छ हैन भने सिम्पल एक्सपिरियन्स. तर अहिले चाहिँ यो क्लोज भइसक्यो किनभने यो समर एक्टिभिटी मात्रै हो. सो इट्स ओपन फ्रम लाइक मे टु सेप्टेम्बर. हामीले चाहिँ गर्न पाएन. अब नेक्स्ट समर रिभर फ्लो भइरहेको एज यु क्यान सी. दामी रहेछ. यही रिभरमा चाहिँ लाइक ट्युबिङ गर्न चाहिँ मलाई पनि डर लाग्यो अहिले चाहिँ. हुन चाहिँ तर अलि डरै लाग्यो. वाटरको करेन्ट एकदमै फास्ट छ. रिस्की तर ठाउँ चाहिँ राम्रो रहेछ है. हेरौँ अझै अर्को कुनै ठाउँ स्पट गर्न जान्छौँ अब हामी. ओके लेट्स गो. हामी चाहिँ खोलाको बगर माथितिर जान लाग्यौँ. रमाइलो छ. कहिलेकाहीँ नेचरमा हुन नि लाइफमा बिजी हुन्छ. कहिलेकाहीँ चाहिँ नेचरमा यसो रमाइलो गर्न. तर नेचरमा रमाइलो गर्दा गर्दै चिप्लिन नि सकिन्छ. बिस्तारै हिँड्नुपर्छ. त्यसपछि हामी चाहिँ यहाँबाट हिँड्दै त्यो माथिको हाइकिङ ट्रेलबाट माथि जान्छौँ. अलिक घाम लाग्यो भन्थ्यो तर घाम छैन. अब ठिकै छ. नभएको कुरामा खोजेर खुसी हुने होइन. जेसँग त्यो जे छ त्योसँग खुसी हुनुपर्छ. मेरो लाइफको मोटो चाहिँ सो जे छ त्यसमा खुसी हुनुपर्छ. नभएको कुरामा खोजेर खुसी हुने त्यो ठिक छैन कि कसो सोनी. त्यस्तो भन्दा त भ्याट छिप्लिन्छ अनि. नर्मल पानीमा त मलाई स्विमिङ खेल्न डर लाग्छ. यस्तो पानीमा स्विमिङ खेल्न थाल्यो भने त त्यही हो. ल खेल ल. तिमी खेल्न सक्छौ. सोनीलाई चाहिँ हाइकमा ल्यायो भने गनगनै बढी हुन्छ. हाइक भने यस्तै त हो नि. अनि हाइक भने कि बाटोमा हिँडे जस्तो हो त.
यही गर्न आएको होइन यता छैन के छैन हिँड नि होइन यही हो कि त्यहाँबाट होइन रहेछ नि फर्किउँला नि त यस्तो बाटो छ हाम्रो यस्तो रङ बाटो ल्यायो रङ होइन हाइकिङ भने जस्तै त हो पखेन त मलाई पनि एकैछिन मेरो त गयो तुई लाएर हामी यहाँ त्यहाँ तल पानीबाट यहाँ माथि आइपुग्यौँ मैले भन्दै थिएँ नि रङ बाटो भनेर बार लाख अब बार चढ्नु पर्छ अब केही छैन चढ नि त म गर्छु छोरा बिस्तारै अब लड्छ नि ठोक्यो ठोक्यो साँच्चै ठोक्यो के वेलकम ब्याक टु द ट्रेल अब चाहिँ हामी राइट ट्रेलमा आइसक्यौँ कहिले काहीँ भइहाल्छ नि अब भने जस्तो सोचेर किन बाटोमै हिँड्नै पऱ्यो त कहिले काहीँ यताउता हिँड्ने नि भइहाल्यो नि यहाँ अर्को मान्छे नि भएको रहेछ अर्को मान्छे नि ट्रेल बिर्सेछ हामी जस्तै अब केही छैन त्यहाँ त्यहाँ रहेछ होला जाने हो जाउँ यतै होइन के होइन हिँड नेचरमा आएर नेचरको इन्जोय गर न त्यो स्ट्रेस गर्ने भए त स्ट्रेसै गर्ने भए त घरमै बसी भइहाल्यो नि नेचरमा आएर हिँड न आरामले कस्तो थाहा जङ्गलको बाटो कसरी थाहा हुनु मेन बाटो पो थाहा हुन्छ त जङ्गलको बाटो थाहा हुन्छ त त्यही भएर त बाटो अलिअलि भए पनि थाहा हुनु परेन कस्तो थाहा हुनु जङ्गलभित्र हराउँछ भनेर के यत्रो राम्रो ट्रेल छँदैछ त ल हस् हजुरकै पुच्छर ठुलो How are you feeling? Good. उसलाई चाहिँ अलिक प्रेसर परिरहेछ किनभने वासरुम जानुपर्ने तर हामीले वासरुम भने भेट्टाउन सकेको छैन अहिलेसम्म वासरुम भेट्टाउनु पर्यो पहिला होइन त हो फाइनली हामीले वासरुम भेटायौँ त्यही भएर अहिले अब स्ट्रेस फ्री हुन जाँदैछु त रन अब वाटरफल पनि भयो नेचर नि भयो but we really wanted to explore downtown Elora. Let's get to downtown area. Let's go to downtown area. यहाँ चाहिँ पुरै राम्रो रेस्टुरेन्टहरू सानो पसलहरू आइसक्रिम सप तर थ्याङ्क्सगिभिङ डे भएर पनि खुल्ला रहेछ रेस्टुरेन्टहरू चाहिँ सानो क्युट बुटिक सपहरू छ हेलोइन आउनु लाग्यो नि त यहाँ त्यही भएर पुरै पम्पिङको कस्तो राम्रो डेकोरेसनहरू गरेको पनि है सबै राम्रो डेकोरेसन कस्तो राम्रो गेम छ तर यो पछाडिको पुरै राति झन् कस्तो राम्रो देखिन्छ होला है सानो सपहरू रहेछ एप्पलहरूको अनि
pumpkinहरू त्यही भएर यहाँ चाहिँ के मन पर्यो भने प्राइस लेखिदिएको हुन्छ सेल्फ चेकआउट हुन्छ मान्छेहरू हुँदैन जे मन पर्छ जे मन पर्छ त्यो टक्क लिने अनि पे गर्ने के अरे यो फायर उ पनि रहेछ जलाउँछ पनि हो है राति जलाउँछ होला मान्छेहरू तन्दै छन् फोटो खिच्दै भाइ पनि रमाइलो रहेछ होइन स्केलेटन छ जता गयो नि स्केलेटन देखिन्छ अब हेलोइन ताका चाहिँ जता गयो नि चाहिँ इलोरा डाउनटाउन घुम्दैछ क्युट सानो पसलहरू सपहरू छ हामीले चाहिँ खास कन्जर्भेसन एरिया मात्रै एक्सप्लोर गऱ्यौँ भनेर आएको थियौँ बट त्योभन्दा धेरै कुरा रहेछ पुरै टाउन पनि लाइक अलिकति कस्तो भन्ने युरोपियन स्टाइलको भाइबहरू छ क्यान सी घरहरू हेऱ्यो भने पनि सानो घरहरू सानो पसल इट्स नाइस अनि यहाँ चाहिँ सोनीको आफ्नै साथी बसिरहेछ इफ यु क्यान सी सोनी यो ल यो अनि यो एउटै छ यो अनि यो एउटै छ कुन कुन त्यो र म त्यस्तो कहाँ छु त छैन म त्यति राम्रो छु डेकोरेटहरू गरे लाइक प्रपर टाउन नै त्यस्तो क्राउडेड पनि छैन अलिकति क्राउड छ छैन हामीले चाहिँ पम्पकिन पाई आइसक्रिम फ्लेभर खाएको समथिङ न्यू तर मिठो छ है आइसक्रिमको एड गर्नुपर्छ. And that brings us to the end of our Elora adventure. From the vibrant fall colors to exploring the charming downtown and taking in the stunning views around the conservation area. Thanks for joining us and we'll see you in the next vlog.